र यो चाहिँ मैले किन खिचेको भन्दाखेरि चाहिँ अब यसको विषयमा चाहिँ तपाईँलाई अलिकति भन्छु है। यो त अब प्रायः त सबैलाई थाहा छ यो जग्गा है, तर सायद नाम चाहिँ थाहा छैन होला। अब हामी त सबैले चौरस्ता चौरस्ता भन्छ है, तर अब कतिजनालाई सायद नाम चाहिँ थाहा नहुनसक्छ है। यो चाहिँ तपाईँहरूको लगभग 1897मा चाहिँ बनिएको खासमा पार्क हो है। र पार्कको नाम चाहिँ त्यति बेला चाहिँ ब्रिबन पार्क भनेर चाहिँ चिनिन्थ्यो होइन। र बादमा गएर झन्डै तपाईँको 2005मा चाहिँ 2005मा तपाईँको यो हाम्रो लेट सर सुभाष घिसिङले अलिकति त्यो पार्कलाई भत्काएर चाहिँ यो के भन्छ यो ओपन थिएटर त्यो बनाउनु भएको थियो है। र त्यति बेला त अब यो के थिएछ भन्दाखेरि चाहिँ यो त अब एउटा पार्क थियो, त्यो पनि तपाईँको कुचबिहारको राजाले चाहिँ गिफ्ट गरिरहेको थियो नि त होइन, चिल्ड्रेन्स पार्क बनाउनु भनेर। र तपाईँको 1897मा चाहिँ यो लर्ड ब्रिबनको नाममा चाहिँ राखेको यो पार्क, जो चाहिँ तपाईँको त्यति बेला गभर्नर हुनुहुन्थ्यो बङ्गालको है। र त्यो परनिर देख्नु भएको त्यो हाफ अन्डा जस्तो छ नि, त्यो चाहिँ हाम्रो हावाघर है, नेवारी स्टाइलमा बनिएको। र त्यो त बहुत पहिलादेखिको थियो। र बनाउने मान्छे चाहिँ त्यति बेला 1964मा चाहिँ बनाउनु भएको थियो। कसले भन्दा चाहिँ हाम्रो बेकराज साक्य, उहाँले चाहिँ त्यो बनाउनु भएको छ। र यस्तो स्कल्पचरहरू चाहिँ उहाँले थुप्रै जग्गातिर बनाउनु भएको छ है, यो जग्गाहरू चाहिँ। र यही हो तपाईँहरूको त्यो पुरानो नेवार स्टाइलमा बनिएको हावाघर है। यो चाहिँ अब अहिले त मजाले पेन्ट गरेको छ। र पेन्ट चाहिँ हिजोअस्ति मेरै साथीले गर्नुभएको त्यो पेन्ट चाहिँ है। र यो बनाउनु चाहिँ 1964मा होला सायद, मिस्टर बेकराज साक्यले चाहिँ बनाउनु भएको। उहाँको यो पुरानो फोटो मैले पहिलानिर राखिरहेको थिएँ, अन्त ठिक्क अहिले काम लाग्यो है। अन्त यहाँबाट तपाईँहरूको यहाँनिर परनिर फाउन्टेन छ नि क्या हाम्रो, यो फोटो हाल्छु ल म। त्यो फाउन्टेन चाहिँ तपाईँहरूको 1877 1882को टाइममा चाहिँ राखेको रहेछ है। त्यो पनि कसको नाममा भन्दा चाहिँ लेफ्टिनेन्ट गभर्नर अफ वेस्ट बेङ्गाल सर एस्ले इडेनको नाममा चाहिँ त्यो फाउन्टेन राखेको रहेछ त्यति बेला। यो फोटो चाहिँ मलाई फरेनबाटै पठाइदिनु भएको है। र हुन्छ सबैजनालाई है, यो मैले मेरो सर्ट भिडियो यहीँ समाप्त गर्दैछु है, हाम्रो ब्रिबन पार्कको भिडियो। र थ्याङ्क यू सो मच फर लाइक, सेयर एन्ड कमेन्ट। थ्याङ्क यू फर सोइङ लभ।